आजको मेरो दिन यस्तो जान्छ भनेर मैले सोचेको पनि थिएन। अल राइट गाइज, वेलकम ब्याक विन्ता सुना 979 मिनी भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ मेरो यो मिनी भ्लग आज यहीँबाट सुरुवात गर्दैछु। मेरो साथीहरू चाहिँ मेरो घर आएर पनि सामानहरू के लिएर आउने भनेर सामानको लिस्ट बनाएर सामान लिन गइसकेको छन्। अनि तिनीहरू गइसकेपछि चाहिँ म यहाँ खाना खान बसेँ। खाना चाहिँ एकदमै मिठो थियो, मैले बनाएको नि त, त्यही भएर होला। अनि तिनीहरू गइसकेपछि चाहिँ मैले पनि यहाँ केही न केही काम त गर्नै पर्ने हुन्छ गाइज। अनि मैले यहाँ काम नगरेँ भने त तिनीहरू त फायर हुन्छन्। अनि मैले चाहिँ यहाँ आलु सालु छिलेँ। अघि नै तिनीहरू नआउँदै मैले चटपटेको लागि भनेर टमाटर र मटर चाहिँ बोइल गरिसकेको थिएँ। अनि मलाई सजिलै भयो भनौँ, प्याज पनि काटिसकेको थिएँ। अनि बाँकी रहेको यही आलु छिल्नु थियो क्या। अनि मैले चाहिँ यहाँ आलु सालु छिलेँ। अनि तिनीहरू चाहिँ अब सामान के लिएर आउँछन् खै हेरौँला अहिलेपछि चाहिँ। ल हाम्रो सामान पनि आयो, मान्छेहरू पनि आए। अब नयाँ साइकल चलाउन पाउँदा चाहिँ मान्छेहरू मक्खै छन् कि। अब हाम्रो यो सामान भनेको यही हो। अनि मान्छेहरूलाई के को टेन्सन हुन्छ भन्छ नि। अब मेरो साथीलाई चाहिँ केकै टेन्सन हुन्छ कि। अब हाम्रो चटपटेको सामानहरू आइसकेपछि चाहिँ हाम्रो यहाँ चटपटे रेडी हुँदैछ। अनि यहाँ चटपटेहरू बनाउनुभन्दा पनि खाने मान्छेहरू धेरै छन् कि। चटपटे बनाइसकेपछि चाहिँ म यता भान्सातिर लागेँ। भान्सातिर आएपछि चाहिँ म यहाँ करेन्ट बनाउनुतिर लागेँ। करेन्ट भनेको नि हाम्रो लाइफमा मोस्ट इम्पोर्टेन्ट क्या। अब हामीले सबै खाइसकेपछि करेन्ट नखानु भनेको त दालमा नुन नलाग्नु जस्तै हो कि हाम्रो लागि त। अनि म चटपटेहरू बनाउँदै थिएँ, मेरो साथीहरू आएर बाल्टी मेरो अगाडि राखिदिन्छन्। अनि के भयो भनेको त उतातिर राखेपछि गएर सबैले चटपटे खाएर भ्याइदिन्छन् गरेर। मैले पनि ठिकै छ भनेर म चाहिँ आफ्नो कामतिर लागेँ। फेरि चटपटेमा नुन नलाएको रहेछ कि। अनि चटपटेमा नुन हाल्दै थिएँ। अनि अरू साथीहरू पनि आए। अब मेरो साथीहरू फेरि यति मेहनती भनेर मैले अघि नै भनिसकेँ, भान्सामा आएर मलाई डिस्टर्ब गर्दै थिएँ। अब हाम्रो सामान चाहिँ सबै रेडी भइसकेको थियो। अब हामीले चाहिँ सब यहाँ राखिसकेको थियौँ। अनि खानुभन्दा अगाडि चाहिँ मेरो साथीहरूलाई क्यामेरामा देखाइदिउँ भनेर, क्यामेरा फेरि देख्नै हुन्न कि मेरो साथीहरूलाई चाहिँ। अनि फेरि यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ केक थियो, करेन्ट थियो, चटपटे थियो, अनि यहाँ डिउ पनि थियो। डिउ फेरि केकमै ढलेको थियो कि। मेरो साथीले उठाएर फेरि देख्न सक्नुहुन्छ उसको हरकत। अनि फेरि हामीले चाहिँ यहाँ केक सेक, यहाँ 4 जनाको स्टिकर थियो भनौँ। अनि त्यो 4 जनाको स्टिकर आफूले खायौँ। कौन है? कहाँ से आते हैं? मैले चाहिँ अघि आफैले क्यामेरा समातेर भिडियो गराइरहेको थिएँ नि त। अनि मलाई अलिक अप्ठ्यारो लाग्यो कि। अनि फेरि मैले उतातिर राखेँ। अनि म गएँ। अनि सबैले त्यहाँ डिउसिउ बाऱ्यौँ। अनि मेरो साथीहरूलाई चाहिँ देख्न सक्नु यति हतार भइसकेको थियो नि। त्यो करेन्ट खान मेरो साथीहरूलाई हतार भइसकेको थियो। अनि हामीले चाहिँ डिउसिउ बार्दै उता चटपटी मुखमा गयो। अनि अब हाम्रो क्लास 12 सकिन लास्ट 2 मन्थ मात्र बाँकी रहेको छ। आज हामी सबै साथीहरू भेटेर एकदम रमाइलो समय बितायौँ। यो मोमेन्टहरू मेरो लागि जिन्दगीभर यादगार हुनेछ। कोही साथी कहाँ जाने, कोही साथी कहाँ जाने भनेर अब सबैको प्लान भइसकेको छ भनौँ। अनि सबै साथी अब छुट्टिन लाग्दा मनमा अलि नरमाइलो महसुस हुँदो रहेछ होइन। यिनीहरू मेरो साथी मात्र नभएर मेरो सेकेन्ड फ्यामिली पनि हुन् कि। इक्जामको टेन्सनमा पनि सँगै हाँस्ने, सँगै पढ्ने, सँगै दुःख सुख सेयर गर्ने मान्छे हुन्। कसैलाई हेर्दा हाँसो लाग्छ, कसैलाई हेर्दा मोटिभेसनल मिल्छ, कसैलाई हेर्दा पुरानो यादहरू आउँछ। तर सबै साथीहरूको मन एकदम सफा छ। यो दुनियाँ वर्ष कति झगडा, कति हाँसो, क्लास कति बङ्क गरियो, कति ग्रुप स्टडी भयो। आज रियलाइज भयो कि यो दिनहरू अब पछि आउँदैन। 2 महिनापछि अब सबै आफ्नो आफ्नो बाटो लाग्ने होला। तर यो हाम्रो फ्रेन्डसिप कहिले नटुटोस्। आजको हाम्रो यो ह्याप्पी मोमेन्टहरू मेरो क्यामेरामा मात्र नभएर हामी सबैको मनमा क्याप्चर भइसकेको छ। आजको हाम्रो दिनहरू यसरी नै रमाइलोमै बित्यो। ल आजको लागि यति, बाई बाई, लभ यु अल।